भ्लग। आज चाहिँ म के देखाउनु आँटिरहेछु भने चाहिँ नि अहिलेको समय भनेको त एकदम त्यो पातसात झरेर होइन यो रुखहरू हुन्छ नि त भर्खरै मुनाहरू पलाउँदैछ क्या अहिलेको यो समयमा नि। अनि त्यस पछाडि आज चाहिँ मेरो लास्ट डे हो यहाँ रहदिनँ म अब यहाँदेखि अन्तै अरू ठाउँ जाँदैछु। सो म चाहिँ किनभने अब धेरै बसिसकेपछि होइन यही ठाउँको के भन्छ यो ठाउँमा घुलमिल हुँदो रहेछ क्या। अनि घुलमिल भइसकेपछि चटक्कै छोडेर जाँदाखेरि चाहिँ अलिकति हुन्छ नि त ला अब यो ठाउँमा कहिले फर्केर आइँदैन अब फेरि पनि आइँदैन भन्ने लाग्दो रहेछ क्या। अनि त्यही भएर यो ठाउँको केही भिडियोहरू लिँदैछु थोरै। अनि अहिलेको समय चाहिँ यस्तो छ यतातिरको है। अनि यतातिरको यस्तो छ हेर्नु न कस्तो मिठो आवाजको वरिपरि जङ्गल ठुलो ठुलो जङ्गलहरू छ। यहाँ चाहिँ मृगहरू पनि हिँड्छ है। यहाँ चाहिँ उयो के भन्छ भालुहरू जस्तो पनि देखेको थियो क्या हो त्यस्तो नि हुन्छ। अनि यता मान्छेले गोठहरू राखेको छ भेडाहरू पाल्छ बाख्राहरू पाल्छ फार्महरू छ घोडाहरू पाल्छ। अनि यो ठाउँ चाहिँ त्यस्तो ठाउँ हो कि। अनि त्यसरी हेर्नु न यो रुखमा चराको आवाज कस्तो राम्रो छ है। अनि त्यस पछाडि अहिलेको अवस्था चाहिँ यस्तो छ। अनि यहाँदेखि तल चाहिँ सिटी पर्छ है। अनि त्यस पछाडि यस्तो राम्रो ठाउँ छ है। त्यो पहिले चाहिँ म चाहिँ यहाँ धेरै त्यो हरियो रुख बिरुवा हुँदा चाहिँ यो घरहरू देख्दिनँ क्या। अहिले जब यो घरहरू देखिरहेछ नि यो यहाँ पुरै तलसम्म नै बस्ती रहेछ क्या। यहाँ मुनितिर घरहरू छ क्या। अनि कस्तो मजाको ठाउँ छ क्या पिसफुल। अनि यो चाहिँ रोड हो त्यो ठुलो रोड चाहिँ होइन अनि रोड हो। अनि यस्तो छ क्या। पछि यहाँ वरिपरि के भन्छ एकदम त्यो के अरे हरियो भयो भने चाहिँ यहाँ केही देखिँदैन घरहरू जङ्गलहरू मात्रै देखिन्छ। अनि पाहाडीतिरको डाँडाहरू छ है। यहाँदेखि हिमालहरू पनि देख्छ हल्का यस्तो छ। अनि अहिलेको समय चाहिँ यो फुल फुल्न आँटेको होला अहिले पुरै रेडी भइरहेको छ। अनि यतातिर चाहिँ हाम्रो गाउँघरमा जस्तो यो काँडे ऐसेली छ। अनि यो काँडे ऐसेली चाहिँ धेरै छ क्या हेर्नु न। अनि यहाँ हरियो पलाउँदैछ अनि एकदम राम्रो छ है। अब के गर्नु सधैँभरि यही ठाउँमा बस्छु भनेर नि नहुने अब यस्तै बाध्यता आफ्नो परिस्थितिले गर्दाखेरि यस्तो हुने रहेछ क्या। अनि हामीसँग एउटा सानो बिरालो पनि छ पेसी यस्तो दामीको बिरालो छ क्या। यो चाहिँ हाम्रो बोसको बिरालो हो एकदम माया गर्नुहुन्छ। जहिले पनि बोसलाई पर्खिरहेको हुन्छ जब बोस आउँछ नि बोसको गाडी चिनिदिन्छ क्या यसले। अनि बोस भएकोमा कुर्र कुदेर जान्छ। यस्तो राम्रो बिरालो छ है बोसको बिरालो। अब कस्तो मजाले गरेको हो के यस्तो छ अब चाहिँ फेरि राजा हो राजा रानी अब आउँदै हुनुहुन्छ उहाँ। रानीको इन्ट्री रानी उता झन् बोस बस्ने अफिसमा ऊ कुर्सीमा ऊ बसिदिन्छ गयो उतातिर रानी त्यस्तो छ अहिलेको अवस्था। अब यहाँदेखि ट्रेन चढ्ने हो बेलुकी। अनि बुकारेस्ट हामी जाने भनेको आउट अफ बुकारेस्ट नै हो। सो हामी त्यहाँ जानेछु म देखाउने छु ल गाइजमा चाहिँ रेसिदा छोडेर होइन अहिले चाहिँ ट्रेन वेटिङ गरेर बसेर छु वेटिङ रुममा रेसिदा टु बुकारेस्ट। मेरो डेस्टिनेसन भनेको बुकारेस्ट हो। सो वेटिङ गरिरहेको छु। हामी परदेशीको जिन्दगी होइन कहिले कहाँ पुग्नुपर्छ कहिले कहाँ पुग्नुपर्छ यस्तो छ ट्याङ्ग्राहरू यस्तो छ यस्तो। गाइस फाइनल्ली ट्रेनभित्र चढिसक्यो। यता चाहिँ ऐना पनि कस्तो दामीको छ। यो ट्रेन चाहिँ खासै लामो छैन क्या। सो यो चाहिँ हाम्रो दुईवटा ट्रेन चेन्ज गर्नुपर्छ। यो चाहिँ कारण सेभेससम्म हुन्छ त्यस पछाडि वेटिङ छ त्यस पछाडि चाहिँ डाइरेक्ट बुकारेस्टको छ। के गर्नु
के गर्नु कति राम्ररी देखेको क्या यो बत्तीले ल गाइस बाहिर त्यस्तो देखेछ अँध्यारो भयो क्या खाना चाहिँ मलाई दिउँसै जानु मन लागेको के गर्नु यस्तै भयो क्या बाई बाई रेसिता तिमीतिर भने जस्तो धेरै कुरा सिकायो रेसितामा बसेर पनि नयाँ नयाँ ठाउँ घुम्दै नयाँ नयाँ ठाउँमा काम गर्दै यता चाल चलान अल्लाह है त ट्रेन देख्ने गाइस एकदम बाहिर चिसो छ हैन बल्ल हामी यहाँ आइपुगेको अवस्था कारण से बेसको ट्रेन स्टेसनमा अनि यहाँ चाहिँ फेरि हाम्रो यहाँ 12:08 को फ्लाइट 12:08 को ट्रेन थियो है अनि अहिले फेरि यहाँ आएर त 2 घन्टा रुक्नुपर्छ भनेर भन्यो अनि वेटिङमा छु ठुलो छ वेटिङ त्यस पछाडि म पछाडि चाहिँ वेटिङ 1 2 3 बक्स भित्र बसेको गनाएर मान्छे गनाए त्यही भएर मैले चिसोमै बस्ने रहर गरेँ यो बाटो चाहिँ ट्रेनको साह्रै पुग्नु छ बाँकी निद्रा लागिसक्यो हाम्रो ट्रेन चाहिँ आइरहेछ यस्तो जाडो छ नि मोटै काम्ने फाइनली हाम्रो ट्रेन 2 घन्टा वेटिङ पछाडि आइसकेको छ यस्तो जाडो छ 5 मिनट निस्कँदै यस्तो जाडो यार कारण से बेस हियर and then our train it's very long तर मान्छे त हुन्छ क्या बिकडिस जानेलाई अलरेडी होइन ट्रेनभित्र पसिसकेको मेरो आँखा निन्द्राले यस्तो भइरहेछ नमस्कार हुने क्या जाने के भन्छ के अरे यो ट्रेन वेटिङ बस्नु पर्दा पर्खिनु पर्दा लास्टै गाह्रो के साँच्चै हो पर्खिनु जस्तो गाह्रो त केही छैन मान्छे त्यस्तै गनाउँछ होइन त्यस्तै खालको मान्छेहरू हुन्छ अनि त्यही उभिएर बस्नु पर्दाखेरि होइन मलाई त मान्छेलाई पर्खिनु पर्ने त टोइलेट होइन टोइलेट आउँछ टाउको दुख्छ भमिट आउनु खोज्छ गनाउँछ के भएको भने अनि अहिले ट्रेनभित्र चढ्यो नि त यस्तो एकछिन त्यो बाहिर निस्किँदा त यस्तो धेरै चिसो होइन यति धेरै चिसो क्या फेरि 1-2 मिनट मात्रै डोक्ने अरे फेरि झोला तामझाम तुमझुम पाता पत्ते उरादा 7वटा छ सबै गरिकन झोला हाम्रो 7वटा झोला छ 7वटा झोलामा यस्तो गरम छ कि यस्तो गरम छ होइन ड्युटी गर्ने मान्छे यस्तो गरम छ साथीहरू गाह्रो छ अर्काको देशमा एकै ठाउँमा काम गर्दा के हुन्छ भने जस्तो नहुने रहेछ क्या एकदम गाह्रो हुने रहेछ एकदम गाह्रो Yes. Okay. Paul, म चाहिँ हाम्रो टिकट चेक गर्दै आउनु हुँदैछ क्या यो ट्रेनको त्यस पछाडि एकदम गाह्रो हुन्छ साथीहरू तर अलिकति झ्याउ चाहिँ कहाँ बनाइदियो भने नि
आउने बित्तिकै होइन हामी यहाँनिर 12 बजे झर्थ्यौँ भने 12:08मा थियो क्या। अनि एकैचोटि 2 आवर्स पछाडि भनेर भन्यो क्या। कस्तो रिस उठ्दैन होइन। अनि यस्तो भयो त मान्छे त अनि नाइट कल गऱ्यो भने त कन्फ्युज हुन्छ त उस्तै त्यस्तै मान्छे। अनि चाहिँ यता सोद्धा उता सोद्धा लास्टमा अनि पछि आउँछ भनेर भन्यो। अनि बस्दा बस्दा गाह्रो नि बल्ल बल्ल होइन जे जस्तो भयो भने बल्ल बल्ल चढ्यो। अब चाहिँ यो डाइरेक्ट हो गाइस, त्यहाँदेखि बोर्डमा मात्र नि डेस्टिनेसनमा पुगिन्छ। त्यसले चाहिँ आनन्द हुन्छ, आनन्द यो ठाउँ सर्नु। अनि ट्रेनमा आफ्नो 4-5वटा ब्यागेजसँग अनि ट्रेनमै के भन्छ ट्राभल गर्नु चाहिँ यस्तो नराम्रो कुरा हो। त्यो पनि एक्लैले गर्नु पर्दा त लास्ट गाह्रो हुन्छ। त्यही पनि हामीलाई यहाँको एकजना रोमानियनले हेल्प गर्थ्यो क्या, ठुलो लगेजहरू थियो नि त। त्यही भएर कोहीहरू हेल्प गर्नु हुन्छ, कोही त्यस्तै हुन्छ। सो अब म अब सुत्छु एकछिन, पहिले खाने त्यसरी सुत्ने हो। अनि पुग्ने बेलामा फेरि पनि मेरो भिडियो आउनेछ। बाई बाई। अहिले चाहिँ लास्ट लङ ट्रेन छ क्या, परसम्म छ। हामी चाहिँ कतिमा 4 to 4मा छौँ क्या। त्यो बक्समा छौँ, फ्रन्टमै छौँ। जे होस् टोइलेट जाने ठक्क अनि ब्यागहरू हाम्रो धेरै छ, यहाँ धेरै सट्टा झिक्नु सजिलो हुन्छ। ओके, मेरो भिडियो हेर्दै गर्नु होला। कुनै बेलामा गर्दछु। मनभित्र कति धेरै टेन्सन हाँस्नु परिरहेको छ। भोक लाग्यो होइन मलाई चाहिँ। दिस इज माई फेभरेट विथ फ्राइज पनि छ, फ्रेन्च फ्राइज अनि सस स्प्राइट। अहिले टोटल गरिकन नेपालको 1500 जति हुन्छ। यताको चाहिँ 49 पर्छ टोटल। त्यो पनि कहाँ सानो खाने त ठुलो। निन्द्रा लागेको छैन तर पनि खानु चाहिँ छोडेको छैन क्या। राइनी हुन्छ राइनी। यहाँ ट्रेन स्टेसनबाट निस्केर अनि बाहिर बोर्डलाई कुरेर बसिरहेको छु। अब केही समयमा बोर्ड आउँछ। सो वेटिङ बोर्ड फाइनली बुकारेस्ट जाने हो।